नमस्कार सम्पूर्ण फेसबुक लाइभ हेर्ने र यहाँ उपस्थिति सम्पूर्ण हाम्रा एक नाम नलिकन संयुक्त रूपमा सबैलाई यस पवित्र पर्व हाम्रो माघे सङ्क्रान्ति उपलक्ष्यमा हार्दिक शुभकामना। तपाईँहरूको यो मुस्कान सदा कायम होस् भन्न चाहन्छु। अनुहारमा कहिले पनि निराशापन नहोस् र हाम्रा जति पनि भक्तजन हुनुहुन्छ सबैको घरमा सुख शान्ति समृद्धि पनि रहोस्। हाम्रो श्री पशुपतिनाथ चेतन श्रृङ्खला कीर्तन मण्डलीले यसरी संयुक्त रूपमा सबैलाई शुभकामना दिन चाहन्छौँ। हाम्रो यहाँ बिचमा चाहिँ महिला सदस्यज्यूहरू हुनुहुन्छ, योगदान छ कीर्तन मण्डलीमा र मैले अब यहाँहरूलाई नै हस्तान्तरण गर्दैछु है। र अर्को कुरा, यो पशुपतिनाथ चेतन भजन कीर्तन मण्डलीले कीर्तन लय पुराना लय भन्दा पनि नयाँ लयलाई पनि प्रयोग गर्छ, तर त्यसका शब्द भने मर्यादित हुन्छ। त्यसमा छाडा किसिमका शब्द हुँदैन र सबैले शब्द बुझेर मात्रै कसैले यो हामीले गाएछ अहिले बेसमा बस्ने वाचकहरू कथा वाचकहरू आधुनिक लयमा कीर्तनहरू गाउने गर्नुहुन्छ होइन। त्यही भएर हाम्रो शब्दहरू मर्यादित हुनेछन्। हाम्रा लय भने आधुनिक किसिमका हुनेछन्। र अर्को कुरा, हामीले लोप हुँदै गएका पुराना भाकाहरू पनि उजागर गर्ने प्रयास छ। किन भन्दा हाम्रो पुरानो संस्कृतिलाई पनि जगेर्ना गर्ने हाम्रो एउटा उद्देश्य हो। साथै नशा सम्बन्धी जसले नशा गर्नुहुन्छ, सिगरेट बिडी खाइने, तमाकु खाइने, त्यो त्यस्तो नशा गर्नेहरूलाई पनि यस्तै भजनको नशामा आउनुहोस्, सिद्ध रमाउनुहोस्। या नजिक कोही हुन्छ भने अब अन्ततः एउटा टिम बनाउनुहोस् होइन। त्यो नशा नशामा भन्दा यो एकदम ऊर्जावान नशा अनि दीर्घकालीनसम्मको नशामा आउनको लागि हार्दिक अनुरोध गर्दै आज सबैलाई माघे सङ्क्रान्तिको उपलक्ष्यमा धेरै शुभकामना।